आन्टी हजुर यो सेलरोटीहरू चाहिँ एकदम राम्रो बन्यो हैन हजुर पिठो बनाउनु भए रहेछ कस्तो राम्रो देखिया छ यसको एउटा भिडियो बनाउनु पर्यो के ताकि सबैजनालाई सेलरोटी बनाउन इजी होस् के हैन अनि ल सुरुदेखि कसरी बनाउने त्यो भन्दैछ नि यो पोखरेली चामल किन्नु पर्यो सुरुमा पोखरेली टाइचिन जुन चामल भए पनि सकेसम्म पुरानो चामल हेर्नु पर्यो नयाँ चामलको भन्दा पुरानो चामलको रोटी राम्रो हुन्छ हजुर अनि यो चामललाई 4-5 घण्टासम्म पानीमा भिजाउने अनि भिजाइसकेपछि त्यो पानी तैराएर 1 घण्टा 2 घण्टा जति त्यो पानी तैराउन दिने चामलको हजुर अनि ओबानो चामल भएपछि मिसिनमा लगाएर पिस्ने एकदमै मसिनो पनि नबनाउने मोटो पनि नबनाउने ठिक्कको बनाउनु पर्छ हजुर अनि त्यो पिठो पिसेर ल्याइसकेपछि घिउ र चिनी एकदमै मज्जाले फिट्ने हजुर घिउ र चिनी फिटिसकेपछि पिठो राख्ने अनि त्यसमा फेरि पिठो मोल्ने राम्रोसँग मोलेर अनि पानी राखेर आफूलाई कतिको घुमाउन सहज हुन्छ त्यही अनुसारको पिठो बनाउने हजुर अनि त्यो पिठो बनिसकेपछि 1 घण्टा जति यो पिठो भिजेर हजुर अनि त्यो तेलमा लगाएर घुमाउने हजुर बोली चाहिँ कन्टिन्यू गर्नु अनि त्यसमा तेलमा लगाएर घुमाउने अनि मज्जाले पाक्छ छिटो गर्नु पर्यो भने धेरैवटा पकाउन पाइयो आन्टी रोकी सर म पनि हजुरले हालेको त्यसरी घुमाउँदाखेरि ध्यान दिनु पर्यो त्यो हातमा तेलले पोल्नु भएन बिस्तारै घुमाउने अनि त्यसलाई फर्काएर पकाउनु पर्यो तलको भाग अलिअलि रातो भएपछि हजुर यस्तो राम्रो राम्रो सेलरोटीहरू भएको यो कलर चाहिँ कस्तो कुनै सेतो कहिलेकाहीँ के सेलरोटी बनाउँदाखेरि किन सेतो हुन्छ अनि यो चाहिँ रातो रातो मलाई रातो मनपर्छ अनि मलाई ए हजुर हजुर हो ओके यो घिउ चिनीको मात्रा मिल्यो भने मात्रै रोटी राम्रोसँग फुल्छ आकार पनि राम्रो हुन्छ घिउ चिनीको मात्रा मिलेन भने धेरै घिउ भयो भने पनि फुट्छ रोटी जोडिँदैन अनि थोरै घिउ भयो भने पनि खाँदाखेरि अलिक कडा हुन्छ हजुर यसमा घिउ चिनीको मात्रा पनि एकदमै मिलाउनु पर्छ कसरी मिलाउने अब कति चामलमा कति घिउ कति चिनी गराउने होला 5 किलो चामलमा 1 किलो घिउ हजुर अनि 1 माना चिनी राख्दाखेरि मिल्छ हामीले त्यसै गरी मिलाउँछौँ ओके चिनीलाई आफ्नो स्वाद अनुसार पनि राख्न सक्यो हो एकदम ल है साथीहरू हजुरहरूले पनि सेलरोटी कुनै प्रोग्रामहरूमा बनाउनु पर्ने छ भने यो भिडियो हेरेर मजाले बनाउन सकिन्छ हैन यस्तो राम्रो राम्रो सेलरोटी बनाउनु भएको छ आन्टीहरूले यो हाम्रो फेरि टिम एकदम स्ट्रङ टिम छ कसैले ब्रेक गरेर ब्रेक हुँदैन 11:35 भन्दैछ